आज काफल खान आएको यो काफलको बुट्टा काफलमा चढ्न सकिन्छ कि सकिन्न काफल त पाकेरै छ है अलिअलि यहाँनिर रातो रातो देखिन्छ काफल खान आएको आज काफलमा चढ ए ल हिँड 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 नचल त्यो पानी नचल हिँड आइज हिँड क्या सुनिस् हिँड पानी नचलाइ भनेर त छिटो भाइ पानी नचलाइ क्या हिँड हो त्यहाँ हुन्छ काफलको बुट्टा ल हिँड यतापट्टि नलटिक्ने हिँड हिँड नलटिक्ने काफल खानु पर्यो आज काफल यो बुट्टामा चढ्ने भनेको हो काफलको बुट्टा हेरेर त फलेर देखिन्न यो पनि ठुलो यहाँनिर फलेर ओ उठा कहाँ गयो सेटा अलिअलि यहाँ फलेर यहाँनिर है यो आङ्गामा फलेको छु ल हेर न त्यहाँ अब लोटिन्छ के यो किन टेस्ट गरे आइज यता ओ लोटिन्छ ल हेर न ओह्रालो हेरे हाँस तैँले त्यहाँ कति दलाउँछ देखे हाँस आइज यता यता आइज यता आइज नि यहाँ बारी बसा लोटिन्छ कि त्यहाँ आशिष त उहाँ उठा कहाँ चढेको क्या आइज उठ यहाँ चढे त्यहाँमा चढेको क्या आइज आइज भने त ल नमानेको अहिले यस्तोमा चढेर हुन्छ के भयो हुँदैन हुँदैन कहाँ पुगिस् चप्पलले सिच्चरे हस् यहीँ बसै खान्छ है उठी शीतलमा बस्छ यो हो काफल झरेको काफल रहेछ ल यो हो है अहिले रात यहाँनिर फले काफल यो हो काफल यो त रहेछ भुइँबाटै टिप्न सकिने भुइँबाटै टिप्न सकिन्छ माथि माथिको रुखमा जानुपर्छ एकछिनमा यो काफल ल यही खाएर बसेँ बुझिस् त्यो नसमाइ त फोहोर छ यो बुट्टामा चढिन्छ यस्तो अप्ठ्यारो छ चढ्न सकिन्छ कि सकिन्न है
रुखमा चढ्न त रुखमा चढ्न गाह्रो छ त्यो खै कसरी हो यतिको माथि त आइयो अब त्यो वहाँमाथि पुगेर काफलै छैन केही है ल माथि गएर देखाउँछ काफलबाट आइयो माथि माथि त तन्नै भले रहेछ ए पाकेको छ तन्नै भने चाहिँ अहिले टिपेर घर ल्याएर खानुपर्छ ल अहिले काफलमा चढियो है ओ माथि छ हावा लाग्छ माथि माथि ल यत्रो बेर आधा घन्टा जति टिपेर यति टिप्यो अनि यति जति खाइयो दुईजनाले हँसुले ल अब हामी हँसुले खाएर फर्कियो घरतिर लदम सरर आधा घन्टामा यति खाइयो यति टिप्यो अझ माथि जाने भने अझ धेरै छ माथि गइएन अब भोलितिर जाने ल जा दुईटामा टिप्पेन एउटैमा टिप्पिएन दुईटामा टिप्न सकिएन दुईटामा आधा टिप्यो अब लास्ट चरणको यो एउटा मिठो छ मिठो छ मिठो छ ल त बाई बाई